गाइज अहिले चाहिँ हामी बिहे जस्तो टिकटालो कार्यक्रममा जाँदैछौँ। देख्न सक्नुहुन्छ धनकुटा हिलेमा चाहिँ तरकारीहरू प्रशस्त मात्रामा पाइन्छ। हुम्लाङ इस्कुसको हुम्लाङ भन्ने ठाउँमा आएका छौँ अहिले हामी चाहिँ। हुम्लाङ सहर ल बुढी सम्झिने सहर चाहिँ बुढो सम्धि चाहिँ ढोकाभेट गर्दै हुनुहुन्छ। लगाइ चाहिँ अहिले चाहिँ यहाँनिर हाम्रो रितको कार्यक्रम सकिएर फोटो सेसनको कार्यक्रम भइरहेछ र हामी यो फोटो सेसन कार्यक्रमलाई चाहिँ यसरी खिचेर तपाईँहरूलाई हामीले यो ब्लग मार्फत प्रस्तुत गर्दैछौँ। देख्न सक्नुहुन्छ ल नमस्ते एभ्रीबडी, म सन्तोष तामाङ र मेरो ब्लगको सन्तोष 2814 ब्लग। गाइज आज चाहिँ म यहाँ प्रदीप भाइको मगनी कार्यक्रम लिएर खातबारी जाँदैछु। गाइज देख्न सक्नुहुन्छ हिलेदेखि लिएर खातबारीसम्मको भ्यूज। लगाइ चाहिँ हुसे लागिरहेको ठाउँ चाहिँ हिले हो र यो हिलेमा चाहिँ तुङबाको मूर्ति बनाएर राखिएको छ। गाइज देख्न सक्नुहुन्छ यो हिले बजार। हामी चाहिँ अहिले खातबारी जाँदैछौँ। गाइज खातबारीमा चाहिँ हाम्रो प्रदीप भाइको हुनेवाला बुहारीको लागि मगनी कार्यक्रम छ। त्यही भएर चाहिँ मगनी कार्यक्रममा हामी जाँदैछौँ अहिले तरारादेखि खातबारी। र अहिले चाहिँ यो चाहिँ हामी आइपुगेका छौँ हिले बजार। र हिले बजारमा आएर तपाईँहरूलाई मैले भ्लग बनाएर हाल्दैछु र तपाईँहरूलाई म देखाउने छु मगनी कार्यक्रमको पनि भ्लग देख्न सक्नुहुन्छ। आज तपाईँहरूले राई र लिम्बूहरूको मगनी कस्तो हुँदो रहेछ। हाम्रो प्रदीप भाइ चाहिँ राई हो भने उसको हुनेवाला बुढी चाहिँ लिम्बू हो। त्यसैले राई र लिम्बूको मगनी कार्यक्रम कस्तो हुँदो रहेछ तपाईँहरूले देख्न सक्नुहुन्छ। हामी चाहिँ मगनीको लागि अहिले चाहिँ जाँदैछौँ। तपाईँहरूलाई म देखाउने नै छु, हेर्दै गर्नु होला। गाइज अहिले चाहिँ हामी बिहे जस्तो टिकटालो कार्यक्रममा जाँदैछौँ। देख्न सक्नुहुन्छ धनकुटा हिलेमा चाहिँ तरकारीहरू प्रशस्त मात्रामा पाइन्छ। इस्कुसको मुन्टाहरू टन्नै पाइन्छ। गाइज त्यस्तै गरी यहाँनिर प्राय तरकारीहरू मजाले पाइन्छ। गुप्ता होटल एन्ड लज पनि यहाँनिर रहेछ। गाइज देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ बुद्धको मूर्ति ट्याक्कसँगले यो चाहिँ बुद्धको मूर्ति हो। शान्तिको प्रतीक बुद्ध र बुद्धको मूर्ति यहाँ देख्न सक्नुहुन्छ। बुद्धको मूर्ति शान्तिको प्रतीक भनेर चिनिन्छ। गाइज तपाईँहरूलाई पनि जानकारी होला। ल देख्न सक्नुहुन्छ है गाइज तपाईँहरूले धनकुटा हिलेको सेरोफेरो इस्कुसको मुन्टाहरू चाहिँ टन्नै पाउँछ। इस्कुसको मुन्टा, काँक्रो, निगुरोहरू टन्नै पाउँछ। गाइज यहाँनिर लगाइछ। यहाँ चाहिँ रितको कार्यक्रम हुँदैछ। यहाँनिर चाहिँ हाम्रो भाइले चाहिँ यहाँ बहिनीलाई माग्न आउनुभएको र यहाँ रित राख्ने कार्यक्रम भइरहेछ। तपाईँहरूलाई मैले रितको कार्यक्रमको भ्लग खिचेर प्रस्तुत गर्दैछु। गाइज देख्न सक्नुहुन्छ यहाँनिर यसरी चाहिँ रित राख्ने सिस्टम छ। यतातिरको सिस्टम आफ्नो सिस्टम हुन्छ। त्यो सिस्टम अनुसारले चाहिँ यहाँनिरको यसरी चाहिँ सिस्टम अनुसार चलिरहेको छ। गाइज देख्न सक्नुहुन्छ यो रित लगाएपछि चाहिँ रित है। अहिले चाहिँ यहाँ रित हुँदैछ। तपाईँहरूलाई मैले जस्ताको तस्तै रितको भ्लग बनाएर प्रस्तुत गर्दैछु। देख्न सक्नुहुन्छ
लगाइज उहाँ चाहिँ बेहुलीको बुवा हो बेहुलाको हजुरबासँग रित ढोग्ने कार्यक्रम गर्दै हुनुहुन्छ ल पाले पाला आएर यहाँनिर रितको सिस्टम बुझाउनु पर्यो हामी चाहिँ जन्ती टोली हो हामी चाहिँ शङ्ख सभा जिल्लामा आइपुगेछौँ गाइज अहिले हामी चाहिँ के ठाउँ भन्छ होला हुम्लाङ ल हुम्लाङ भन्ने ठाउँमा आएका छौँ अहिले हामी चाहिँ हुम्लाङ सहर हो ल बुढी सम्झिनेसँग चाहिँ बुढो सम्धि चाहिँ ढोकाभेट गर्दै हुनुहुन्छ बेहुलीको मम्मीमा चाहिँ ल बेहुला भाइ चाहिँ उहाँ नै हो यता हुनुहुन्छ अहिले चाहिँ माग्ने कार्यक्रम मात्र हो बेहुला बेहुली चाहिँ होइन अब पछि बिहे हुन्छ यो चाहिँ एउटा माग्ने रीत हो उहाँ चाहिँ बेहुली हुनुहुन्छ अहिले चाहिँ बेहुली होइन अहिले चाहिँ जस माग्ने मग्नी जस्तो हो यो चाहिँ हुनेवाला बेहुली पछिको बेहुली उहाँ चाहिँ बेहुलीको काइली काकी हुनुहुँदो रहेछ रित ढोकाभेट रित हुँदैछ गाइस तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ लिम्बूहरूको रित अनुसार यहाँनिर चाहिँ एउटा मग्ने कार्यक्रम भइरहेको छ तपाईँहरूले देख्न सक्नुहुन्छ जस्ताको तस्तै ल उहाँ पनि मामा हुनुहुँदो रहेछ ल है त गाइस तपाईँहरूले हेर्दै हुनुहुन्छ लिम्बूहरूको रित हजुर लिम्बूहरूको रित यस्तो हुन्छ छोरीपट्टि चाहिँ लिम्बू पर्नुभयो र यता छोरापट्टि चाहिँ राई पर्नुभयो उहाँहरू यसरी चाहिँ ढोकाभेट फुकाउने कार्यक्रम ढोकाभेट गर्ने कार्यक्रम भइरहेछ देख्न सक्नुहुन्छ सन्तोष 28-14 ब्लकमा चाहिँ नयाँ ठाउँको नयाँ ब्लक देख्ने ठाउँमा आज सङ्घ सभाको गाउँमा नयाँ ब्लक खिचेर तपाईँहरूलाई म प्रस्तुत गर्दैछु गाइज देख्न सक्नुहुन्छ यसै गरी तपाईँहरूले नयाँ नयाँ ठाउँको नयाँ नयाँ ब्लग देख्न सक्नुहुनेछ मेरो च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला लगाइज हामी चाहिँ यसरी चाहिँ यहाँनिर चाहिँ मग्ने कार्यक्रममा छौँ अहिले सङ्घ सभामा तपाईँहरूलाई देखाउँदैछु मैले
उहाँहरू चाहिँ बेहुला बेहुली हो हुनेवाला बेहुला बेहुली उहाँहरू चाहिँ त्यही त नियम हो हाम्रो हजुर यतापट्टि लु बाउला पहिले तैँले ढोक्ने अनि ज्वाइँले म पनि गएको जाउँछु म पनि त्यति लगाएछ उहाँहरू चाहिँ बेहुला बेहुली हुनुहुन्छ हुनेवाला बेहुला बेहुली अहिले चाहिँ मग्नी कार्यक्रम हुँदैछ र पछाडि चाहिँ पश्चिम मङ्सिरमा चाहिँ बिहे हुँदैछ उहाँहरूको बुढी मान्छे हुनुहुन्छ उहाँ चाहिँ बोजू ल ज्वाइँले पनि ढोकिदिनु पर्यो ल ल ल ज्वाइँले पनि ढोक्दै हुनुहुन्छ ल बोजूलाई उहाँ चाहिँ बेहुलीको बुवा हो उहाँ चाहिँ ढोक्दै हुनुहुन्छ उहाँ चाहिँ बेहुला हुनेवाला बेहुला सबिना भेनालाई दिन आएको थियो भेना दिन आएको उहाँ चाहिँ अङ्कल बेहुलीको अङ्कल हुनुहुन्छ उहाँ चाहिँ बेहुलाको पनि अङ्कल लगायत मग्नी कार्यक्रम भइरहेछ तपाईँहरूलाई लिम्बूहरूको मग्नी कार्यक्रम कस्तो लाग्दैछ बताउनु होला भिडियोमा कमेन्ट गर्नु होला यो मग्नी कार्यक्रम कस्तो लागिरहेछ र सब्सक्राइब गर्नु होला च्यानललाई त्यस्तै गरी च्यानललाई पनि सब्सक्राइब गर्नु होला लाइक गर्नु होला कमेन्ट गर्नु होला हामी यहाँनिर चाहिँ तपाईँहरूलाई गाउँहरूको जस्ताको तस्तै भ्लग प्रस्तुत गर्दैछौँ गाइज गाउँहरूको आफ्नो रीत हुन्छ रीत अनुसार परम्परा अनुसार मग्नी कार्यक्रम भइरहेछ यहाँ शङ्खसभाको गाउँमा शङ्खसभा जिल्लाको गाउँमा हजुर पछि ल्याइदिइहाल्नुहुन्छ आफ्नै ज्वाइँ आफ्नै छोरी हजुर आफ्नै ज्वाइँ छोरी नलिएर धर ल्याइहाल्नुहुन्छ नि ल फुपू बेहुलीको फुपू उहाँ चाहिँ अहिले चाहिँ रीतको कार्यक्रम भइरहेछ लिम्बू र राईको यहाँनिर मग्नी कार्यक्रम हो यो मग्नी कार्यक्रममा यहाँ यसरी चाहिँ आफ्नो रीतको आफ्नो सिस्टम हुन्छ सिस्टम अनुसार कार्यक्रम भइरहेछ ल ढोग्नु पर्यो ज्वाइँ सबले पनि ढोग्नु पर्यो नमस्ते गर्दा भइहाल्यो ल ल कार्यक्रम यसरी भइराखेको छ तपाईँहरूले देख्न सक्नुहुन्छ सन्तोष 28-14 ब्लकमा चाहिँ म पनि खै झन् हुनु अलमा लिएछु हो म पनि उहाँ चाहिँ बेहुलीको बहिनी बिनाजुलाई ढोक्नुभयो त्यस्तै गरी दिदीलाई पनि ढोक्नु भयो ल उहाँ भाइ चाहिँ जन्ती आउनु भएको मग्नी कार्यक्रममा ल ठिक छ उताको ज्वाइँले चिनाउने हो यताको तिमीले चिनाउने हो कुरा भनेको डर हुनु पर्यो
उताको चाहिँ ज्वाइँले चिनाउनु पर्छ आफ्नो अब आफन्तहरू को छ उहाँ चाहिँ तपाईँले चिनाउने उहाँ यहाँ चिनाउने तेरो काम हो बुझ्यौ नि भोलि पछि सबै चिनिहाल्नु सौरभ खोइ तिमीहरू पनि गाह्रो हुन्छ नि फेरि भेनाजुलाई लगाएपछि उहाँहरू चाहिँ अहिले फोटो सेसन हुँदैछ यहाँनिर यो फोटो सेसनको कार्यक्रम सुरु भयो अहिले यहाँनिर देख्न सक्नुहुन्छ बेहुलीको बुवा बेहुला र बेहुली त्यस्तै गरी बेहुलीको मम्मी ल गाइस तपाईँहरूले चिन्न सक्नुहुन्छ बेहुलीको बाबा मम्मी र बेहुला बेहुली हुनुहुन्छ उहाँहरू चाहिँ लगाइ चाहिँ अहिले चाहिँ यहाँनिर हाम्रो रितको कार्यक्रम सकिएर फोटो सेसनको कार्यक्रम भइरहेछ र हामी यो फोटो सेसन कार्यक्रमलाई चाहिँ यसरी खिचेर तपाईँहरूलाई हामीले यो ब्लग मार्फत प्रस्तुत गर्दैछौँ देख्न सक्नुहुन्छ यो शुभ कार्यमा चाहिँ यसरी चाहिँ कार्यक्रम सम्पन्न हुन लागिसकेको अवस्था छ नानी ड्रेस यहाँ यहाँ बाजेको छ यहाँ अगाडि बस्नु खेल्ने कुरा हुँदैन खिच्ने हो त तपाईँलाई नयाँ ठाउँको नयाँ ब्लग खिच्ने क्रममा आज चाहिँ यहाँनिर नयाँ ठाउँको नयाँ ब्लग गाउँमा आएर प्रस्तुत गर्दैछु यो शङ्खसभा जिल्ला हो गाइज यो चाहिँ देख्न सक्नुहुन्छ यो रमणीय दृश्य गाउँघरको वारिपारि गाउँहरू र यस्तै गरी खेतीहरू पनि देख्न सक्नुहुन्छ यहाँनिर तल धान खेतीहरू लागिरहेको छ गाइज यो तपाईँहरूले देख्न सक्नुहुन्छ अम्बकहरू हो यो चाहिँ त्यस्तै गरी रुद्राक्ष हो गाइज यो चाहिँ रुद्राक्षको दानाहरू यहाँ देख्न सक्नुहुन्छ बोटभरि पैसा हुन्छ यहाँनिर चाहिँ पैसा भएको रुख रुद्राक्षको रुख गाउँघरमा हुन्छ लगाइज तपाईँहरूको प्रतिक्रिया दिनु होला मैले तपाईँहरूलाई यसरी नयाँ ठाउँको नयाँ ब्लग खिच्ने क्रममा चाहिँ यहाँसम्म आएर खिचेर तपाईँहरूलाई देखाइरहेको छु लगाइज हामी चाहिँ यसो सगुन खाइँदैछ है गाई चाहिँ अहिले चाहिँ सगुन खाइँदैछ चिसो तातो सगुन खाइँदैछ हामी चाहिँ ढौनी कार्यक्रम सक्यो मग्ने कार्यक्रम सक्यो अहिले चाहिँ हामी चाहिँ ट्याक्कसँगले सगुन खाने काम गर्दैछौँ है त गाइज आज हामी सगुन खाने कार्यक्रम गर्दैछौँ तपाईँहरूले देख्न सक्नुहुन्छ चल्दैन हाम्रो यहाँ कसैलाई चल्दैन हामी पानी टोली हो हामी पानी खाइँदैछ हामी पानी टोली हजुर सबै थाहा भयो
यस्तै हो, आफ्नो चलन चल्ती हुन्छ नि होइन। लगायत अहिले चाहिँ हामी अब यहाँबाट बिदाबारी हुँदैछौँ। अब हामी चाहिँ यहाँबाट फेरि तरारातिर प्रस्थान गर्नलाई बिदा माग्दै गरेको अवस्था छ गाइस। अब हामी बिदा मागेर चाहिँ यहाँबाट जाँदैछौँ तरारा। भोलि हेला हिंसा गर्नु पाइएन। होइन अब भोलि अब अहिले त सुङसुङ भने सुङसुङ त गर्नु भएन। त्यसरी होइन भोलि त फेरि हामी पनि त ल बाई बाई गाइज सबैजनालाई बाई बाई। अब हामी चाहिँ यहाँबाट लाग्दैछौँ तरारातिर। तपाईँहरूलाई भ्लग कस्तो लाग्दैछ लाइक कमेन्ट र सब्सक्राइब गर्नु होला भन्दै आजको भ्लगबाट हामी बिदा हुन चाहन्छौँ गाइज। हस्त नमस्ते बाई बाई। सबैजनाको दिन शुभ रहोस्, मस्त रहोस्, व्यस्त रहोस् भन्दै बिदा हुन चाहन्छौँ। नमस्ते बाई बाई। बाई 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 बाई।